दर्शकबिन नमस्कार। आजको भिडियोमा हामी अलिजा जमाली को हुन्, कसरी नेपाल र पाकिस्तानमा अहिले उनी चर्चित भइरहेकी छिन् भनेर कुरा गर्दैछौँ। एलिजा जमाली अहिले नेपालमा आयुष सिंह ठकुरीसँगको टिकटक लाइभको कारणले गर्दा नेपालमा चर्चित छिन्। आयुष सिंह ठकुरी सुदूरपश्चिम घर भई हाल काठमाडौँ बस्दै आएका छन्। उनी पनि अहिले टिकटक र युट्युबमा धेरै नै हिट भएका छन्। आयुषको एउटा गीत पनि रिलिज भएको थियो, सात समुद्र पारी। त्यो गीत पनि साह्रै नै हिट भयो। यो गीतलाई लिएर पनि आयुष र एलिजालाई जोडेर दर्शकहरूले प्रस्तुत गरेका छन्। आयुष चक्लेटी र ह्यान्डसम भएकै कारणले सबै केटीहरू उनीमाथि फिदा छन्। टिकटकमा रमाइला चुप्पा चुप्पा भन्दै एलिजा आयुषले कुरा गर्दा दर्शक हेर्न झुम्मिन्छन्। अब कुरा गरौँ एलिजा जमाली को हुन् त। एलिजा जमालीको जन्म कराची पाकिस्तानमा भएको हो भने उनी युएई दुबईमा सब परिवार सहित बस्दै आएकी छिन्। उनी अहिले 22 वर्ष पुगेकी छिन्। युएई बस्दै आएको 2010 देखि हो। उनको परिवारमा बुवा आमा, एउटा बहिनी र भाइ छन्। एयुडीबाट स्नातक डिग्री लिएकी एलिजा अहिले टिकटकमा नेपाली केटा आयुष जङ शाहीसँगको प्रेम सम्बन्ध र मिठो लाइभ कुराकानीले सबैलाई आकर्षित गरेकी छिन्। अफ्रीका हो, अफ्रीकन भाई जोई, मतलब मेरा भाई अफ्रीकन है। कहानी तो बड़ी आई जो मेरे पास। हाँ, अब बोलो क्या? मेरा जोई अफ्रीका का है। उनको प्रोफेसन भनेको हेन्ना अथवा नेपालीमा मेहन्दी डिजाइनर हो। उनले मेहन्दी डिजाइनिङ सम्बन्धी चाहिँ पढेकी होइनिन्। उनले आमा, बहिनी र आफ्नै हातमा मेहन्दी लगाउँदै गर्दा सिक्न पुगेकी हुन्। जब कोरोना आयो, सबै महामारीसँग सङ्घर्ष गरिरहेका थिए। एलिजा युट्युबमा ब्लगिङ सुरु गरिन्। आजसम्म एलिजाको युट्युब च्यानलमा 1,60,000 सब्सक्राइबरहरू छन् भने आयुष सिंह ठकुरीको 2 लाख प्लस सब्सक्राइब पुगिसकेका छन्। अहिले उनी युट्युब, इन्स्टाग्राम, फेसबुक र टिकटकमा एक्टिभ छिन्। उनलाई लाखौँको सङ्ख्यामा नेपालीदेखि पाकिस्तान र दुबईमा मन पराउने गर्छन्। उनीहरू टिकटकमा लाइभ बसेर धेरै रमाइला कुराकानी गर्ने भएकोले टिकटक लाइभमा हेर्ने मान्छेहरूको, भ्युअरहरूको लाइन नै लागेको हुन्छ। आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने हामीलाई सब्सक्राइब गर्न नबिर्सनु होला। हामी यस्तै अर्को भिडियो ल्याएर फेरि आउनेछौँ। Congratulations on your 100K.